आतिबार हिँडेको नेक्स्ट डे अनि अहिले चाहिँ तपाईँको टाइम चाहिँ भएछ 2:48 गएछ है। अब हामी 3 बजीदेखि चाहिँ उकालो हिँड्नुपर्ने रहेछ यहाँबाट है। बिना पनि रेडी हुँदैछ। अब चाहिँ ब्रस सस गरेर मुख पनि धोइ भएको छैन, अब धोइ हुन्छ होला। पानी पनि गोठ ठिराउने रहेछ। ल अब चाहिँ निस्काइ भयो है। ब्यागहरू चाहिँ यहीँ छोडिरहेको छ हामीले। पूजाको सामान चाहिँ लानुपर्छ। पूजाको सामान चाहिँ लगेन भने रेडी हुन्छ नि त फेरि। ल निस्काइ भयो गाइस। यो पूजाको सामान किनेर चाहिँ पूजाको भन्दा मकैको मकै सबै अच्छु मकै होइन मकै 3टा बोक्नु 3टा यति त माथि पुग्दा होइन बोक पनि लाग्छ होला नि है। तर 4टै बोक्नु 4टा मकै यो चाहिँ फेरि ढल्नु सक्छ फेरि माथि पुग्दा। त्यही कारण ल रेडी हुँदैछ सबैजना जानु है। अहिलेको चाहिँ 3 बज्यो टक्कै है। धोइ नै हाल्नुपर्छ अब चाहिँ। अब जान्छौँ। लु हामी चाहिँ यहाँदेखि लागेको है। अब बिस्तारो बिस्तारो ल त बिना पादिबाट माता के जय अच्छा यति मात्रै बेसी एनर्जी बचाउनु लस्ट गर्नु हुँदैन है। मकै छ साथमा घन्टी चाहिँ कहाँ बजाउनु हुँदै थियो बेनान्टीले। बिस्तारो बिस्तारो लाग्नुपर्छ है। हतार नगरी यतिकै रिदममा जानु अरे है। अन्त मकै खाँदै हिँड्दैछौँ। आम्मामा हावा त हामीले चाहिँ डन्ठी ल्याएन नि त, त्यही कारण अप्ठ्यारो पर्यो। यतातिर चाहिँ हिँडिसकेको कि उठिसकेको छैन है। ल अब यहाँ चाहिँ अँध्यारो हुँदैछ है। माथि भेट्नुपर्छ होला। बाटो चाहिँ यहाँ पछाडिबाट त्यो तपाईँहरूले बत्ती देख्नु हुँदैछ, त्यसको माथिबाट जानुपर्ने छ। हाम्रो पछि नि एक टोली आउनु हुँदैछ। यहाँ चाहिँ यस्तो रहेछ होटेल परसम्म है। अब यो कहाँ छन् हो, त्यहाँदेखि छुटेपछि चाहिँ जङ्गल, त्यहाँदेखि उकालो छ अरे है। मान्छेहरू एकदम रेडी भइसकेको छ जानु लागि। अन्त बिस्तारो हिँड्नुहोस् है। डन्ठी हन्टिङ गरिदिनु जस्तो छ त्यहाँ। यो उकालो हामी चाहिँ निस्पट छ यहाँ उकालो कि। यहाँदेखि उकालो चाहिँ निस्पट। अहिले भेटौँ। तपाईँहरूले देख्नुहुँदैछ माथि मान्छेहरू अँधेरोमा है। अब यहाँ चाहिँ उकालो जाँदैछौँ हामी। लाइट अलिअलि बल्दैछ। निस्पट घोर अँधेरो छ। ए बिना यहाँ छ तुवालो चाहिँ डरलाग्दो लाग्दो रहेछ। फगी देख्नु हुँदैछ होला यो। र यहाँ चाहिँ सानो पूजा गर्नुपर्दो रहेछ है। यिनी चाहिँ पूजा स्टार्ट हुँदो रहेछ सबैजना। अच्छा जाउँ है। र हामी चाहिँ अहिले यो उकालो हिँड्दैछ बिना र म चाहिँ। अन्त यहाँ तपाईँले देख्नुहुँदैछ है। यहाँ चाहिँ यहाँ म्याप दिएको रहेछ। अन्त यो ठाडो उकालो चाहिँ जुन हामी जान्दैछ यो तपाईँको यो बाटो चाहिँ नजिक रहेछ माथि मन्दिर पुग्नु लागि। अनि हामी चाहिँ अहिले यहाँ छ है। अनि यो बाटो गयो भने चाहिँ 1300 रहेछ, तर पुरा लामो रहेछ। यो बाटो गयो भने चाहिँ हामीलाई 1 घन्टा लाग्यो नि, यो बाटो गयो भने चाहिँ 2 घन्टा लाग्ने रहेछ, 2-3 घन्टा। र हामी चाहिँ यो बाटो नै जान्छौँ उकालै है। मान्छेहरू हिँड्दैछ पुरा। अहिले चाहिँ तर केही छैन, हामीलाई अहिले त्यति बानी छैन नि त। किन दिएको भने उहाँहरू लाइट बोकेर हिँड्नु हुँदो रहेछ, आँखा पुरा बिगार्दो रहेछ हाम्रो। हामी चाहिँ नेचरकै उज्यालोमा मजा आउँदैछ नि त हिँड्नु। धाएको यसरी हुँदो रहेछ है। यतापट्टि जाँदो रहेछ अँधेरो बाटो। म चाहिँ यो बाटोहरू चाहिँ दिउँसो देखाउँछु। अहिले चाहिँ गोप्रोमा त्यस्तो राम्रो आउँदैन। ल त है। ल हिँडौँ फेरि माथि मन्दिरमा भेटिन्छ अब डाइरेक्ट है। हामी चाहिँ अब अलमोस्ट मन्दिर पुग्न आँट्यो। यहाँदेखि चाहिँ 1 किलोमिटर रहेछ अब है। यहाँ चाहिँ तल आउँदैछ देख्दैन रहेछ अँधेरोमा। यहाँ चाहिँ अब सनराइज हुनु आँटिरहेको छ। वाउ क्या दामी देख्दो रहेछ भ्यू। विनय चाहिँ ऊ माथि पुग्यो है।
अब चाहिँ आइपुगेछ ल है। अब चाहिँ अलिक तेर्सो तेर्सो रहेछ र सनराइज भएको हेर्नुहोस्। वाउ मुनि मुनि बादल है। अब यहाँदेखि चाहिँ उकाल्छौँ, अझै माथिदेखि चाहिँ अझै दामी देख्छ भन्ने छ है। हामी चाहिँ यस्तो बाटो बाटोमा चाहिँ यसरी बस्नेहरू बनाइदिनु भएको छ। बिना चाहिँ बिस्तारै हिँड्दैछौँ माथि। अब यहाँ माथिदेखि चाहिँ तेर्सो छ अरे है, बिस्तारै गयो हुन्छ। वा हेर्नुहोस् यहाँ आउनु थाल्यो घामको किरण। हामी पुग्नु आँटिरहेको छ है। पछाडि चाहिँ सनराइज हुँदैछ। अन्त यहाँ चाहिँ बिना बसिरहेको छ एकछिन। हामी यहाँदेखि चाहिँ अलिक ठिकैको उकालो बाटो छ रहेछ है, तेर्सो तेर्सो। अन्त अब एकछिन बसेर चाहिँ हामी यहाँबाट हिँड्ने। सनराइज चाहिँ हेर्नु नपाउनु जस्तो छ माथि पुग्दा। अलिक बाटैदेखि तर दामी देख्दो रहेछ है। हेर्न सक्नुहुन्छ तपाईँहरूले, क्यामेरामा त्यति देखेन है, फ्रन्ट हो नि त, त्यसै कारणले गर्दा। अब हल्का मकै खाने होइन, त्यहाँदेखि फेरि जाने, मकै खाएर फेरि जाने। त्यहाँदेखि आम्बो तलदेखि त एक प्याकेट मकै त शेष हुँदो रहेछ नि। एक प्याकेट मकैको अलिक यस्तो मकै बोकेर हिँड्नु पर्दो रहेछ हो। यो उकालो चाहिँ जो पनि आउनुहुन्छ मकै बोकेर हिँड्नुहोस् होइन, मजा आउँदो रहेछ। मुख चलिबस्छ, जिउ तातिबस्छ, हिँडिबस्नु मजा आउनुहोस्। पानी पनि बोक्नु पर्दैछ। डढेको मकै पाइसक्नु नि हौ। डढेको मकै त हो त्यसले भुटेको। निकै डढेको। ल माथि भेट्नुहोस् फेरि। ल जय पाथिबारीमा आइपुग्नु आँट्यौँ हामी चाहिँ है। अलमोस्ट अब चाहिँ यहाँ माथिको त्यो घरहरू देख्नु थालेको छ है। यहाँ तेर्सो तेर्सो रहेछ। ल आइपुग्यौँ। बिना र म पनि बिहान हामी 3:30मा हिँडेको है। अहिले चाहिँ तपाईँको 5:30 हुन आँटेछ। 2 घन्टा जस्तो लाग्यो है। र म तपाईँलाई पारीको दृश्य देखाउँछु। कति राम्रो हिमाल पारी देख्दैछ, घामको किरणले लागेर रातो रातो है। आम्बो यो नि त सर्ट त चाहिँ। अब चाहिँ मन्दिर आइपुग्यौँ हामी। एक टर्निङमा हिमाल हेर्न सक्नुहुन्छ। आमा गाँठे ल उयै छ त हौ। आमा हिमाल त उयै छ त उयै। किन चाहिँ चिसो दृश्य भनेको त्यो रहेछ नि कारण चाहिँ। जय पाथिबारीमा जय 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 मा। यो चाहिँ के होला है? हिमाल त यहीँ छ त हौ। हिमाल त हेर्नुहोस् त यहाँ छेउमा हिमाल यही नै। आम्मा यो होमस्टेमा त बस्नु नसक्ने रहेछ नि शुभम, जाडोले। त्यतिर रहेछ घरहरू चाहिँ है। अब हिमाल चाहिँ हेर्नुहोस् नि यहीँ। ए क्या दामी देख्दैन है। वाइट जाउँ। जाडो अब चाहिँ हामी मन्दिरभित्र पसिसकेको छौँ। मन्दिरभित्र भन्दा पनि मन्दिरको गेटभित्र। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ घन्टी नै घन्टी है। ए आजु बडा जाडो छ, चिसो छ। लगायो पड्केले एउटा म्युजिक। ल अब चाहिँ मन्दिर आइपुग्यौँ हामी। सनराइज पनि हुन्छ होइन। पूजा गर्ने सामान निकाल्दैछ हामी है।
नबिने भाइ एकदम जाडो सामग्री निकाल्दैछु सामग्रीहरू पूजा सामग्री के के हो कहाँ चढाउनु पर्ने हौ मलाई थाहा आइडिया नै छैन त हौ यहाँ चाहिँ धुप बाल्नु चाहिँ ठुलो टास्क रहेछ हावा आएर है धुप बाल्नु चाहिँ सबसे गाह्रो काम के ल पनि लाग्यो है सनराइज यहाँ गणेशदेखि स्टार्ट पूजा पाथिबारा मन्दिर चाहिँ यस्तो रहेछ है यहाँ चाहिँ तपाईँको देवी माको मन्दिर विनय हो फोटो खिच्दैछ मेरो है माताको मन्दिर यहाँ माथि पनि जाने जग्गा रहेछ है यता चाहिँ हिमाल यहाँबाट सनराइज देख्नुहुन्छ अब चाहिँ हामी तल झर्छौँ है भर्खर आइपुग्नु रहेछ कति मान्छेहरू चाहिँ माथि पनि जाने बाटो रहेछ हिमालयन भयो रेडी ल त गाइस हेर्नुहोस् बादलहरू तल बसेको ड्याम है आम्मा बिने ऊ पर डुल्दैछ यत्रो क्या बोकेर डन्ठी बोकेर यहाँ तल बादल बसेको मात्रै हेर्नुहोस् बादल मुनि 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 मुनि
अलरेडी मरिसक्यो यस्तो चल्छ है अझै होइन सुतेको याद पाइसकेछ बिचरा बलि चढाउनु लागि रहेछ यो चाहिँ नदेखाऊ यस्तो उकालो हौ घाटे बिसाउँदा बिस्तारै है बोक्ने हेरौँ माथि बोक्ने हेरौँ है तिनजनाले चाहिँ लानुहुन्छ ए साह्रो पर्छ नि है तलदेखि त तर मजा आयो हामीलाई थकानको त्यति महसुस पनि भएन है तलबाट मकै किन्यौँ खाँदै कुटुक कुटुक हेर्नुहोस् बाटोहरू ओह्रालो अब खतरा साह्रो पऱ्यो कि ठिकैको साह्रो खतरा साह्रो होइन ठिकैको साह्रो ल तल भेटौँ अघि हिँडेको बाटो चाहिँ यस्तो छ मियाको बाटोमा चाहिँ यस्तो थिएछ अघि यस्तो ओह्रालो छ जाउँ बेला डाँडाहरू देख्नुहुँदैछ ल तल तल सबै काटेर आउनु पर्दो रहेछ बाई फुट आम्मा तल डल्लै बाटो हामी चाहिँ अब पुग्न आँट्यौँ माथिल्लो फेरि यस्तो उकालो थिएछ बाटो चाहिँ हैट ल मजा आयो हामी हिँडेको बाटो चाहिँ यो उकालोहरू है रहेछ आकाशमा चाहिँ विनय मिस्टर विनय यो मान्छेको फेरि सेडी त दुश्मन हो नि दुश्मन होइन दुश्मन हो नि तिम्रो सेडी यो सिँढी चाहिँ हाउडे रहेछ ढुङ्गाको सिँढी सबै ठिक लाग्यो कि बल्ल आउँथ्यो यस्तो उकालो छ गाइस यो चाहिँ तपाईँको सिँढीको लेभलमा हो ढुङ्गा चाहिँ बुटिया भएको बुट लगाएर हिँडिएछ उकालो त हामी बिस्तारी ओह्रालो झरेछ त्यही माथि राति उकालो चढेछ केही देखिएको थिएन हामी आरामसे गइहालेछ उकालो इस अब यो उकालो चाहिँ हिँडिकन गएको थियो हामी चाहिँ कहाँ हो कहाँ यहाँदेखि त ओह्रालो 1 घन्टा लाग्यो हिँड्नु हामीलाई यहाँसम्म आयो झुसे बिनाई अगाडि क्यामेराको साथमा यहाँ त कोही बुढाले त सास बन्द गर्ने पनि छ अरे नि भन्दै थियो होइन बिहान एउटा दाजुले तिमीलाई तर कुन सास त बन्द त्यसको त्यो धुलो लागेर चाहिँ हुन्छ अरे म बोका होइन भने आइपुग्न आँट्यो अब चाहिँ हामी अब सिन्दुर जस्तो लाग्दैछ नि बाजेले कपाल होइन खासमा ठिकै छ हौ सिउँदो छुटेको छ भनेर पो है फेदिको गेट आइपुग्न आँट्यो हामी बल्ल बल्ल है अब यहाँदेखि ओह्रालो चाहिँ फेरि 2 किलोमिटर छ भर्खर हामी बसेको होटल आइपुग्यो यहाँ है यहाँ माथि बसेको थियौँ बिना पानी माग्नु गएको छ अब यहाँ ओह्रालो झर्नुपर्छ हिजो चाहिँ हामी यहाँसम्म आइपुग्यौँ नि त त्यो त माथिल्लो फेदी भन्दो रहेछ है यो उकालो गएको अघि बिहान चाहिँ खाना खानु आँटेको हामी है अब चाहिँ यहाँदेखि फेरि 5 घन्टाको बाटो छ ओह्रालो 1 घन्टा होला त्यहाँदेखि उता हाम्रो घर जानुपर्ने चाहिँ 4 घन्टा अब खानासाना खाएर चाहिँ ध्यान राख्नुपर्छ अम्बो यहाँको त पक्रेछ नि हौ बाजेले चाहिँ बिनाईको चाहिँ सिन्दुरै लगाइदिएछ देखाउन जाडो
रातो टिका त सिन्दुर जस्तो देखिँदो रहेछ नि अब चाहिँ हामी प्रस्थान गर्दै अब यहाँदेखि चाहिँ फेरि अगाडि अगाडि बास्केट यहाँबाट चाहिँ निस्केपछि चाहिँ त्यहाँदेखि ओह्रालो चाहिँ अब चाहिँ तपाईँको आधी घन्टा जस्तो लाग्छ हामीलाई हिँड्नु आधी घन्टा 1 घन्टा जस्तो हामी चाहिँ हिँडेर यहाँ तल्लो फेदी आइपुग्यौँ है सानो फेदी हिजो गएको गेट मेरो अब बल्ल बल्ल यहाँ पुग्यो हामी हिजो आएको ठाउँ दिनेको बाइक चाहिँ यहाँ कुनामा ल टी ब्रेक लिएको छौँ है अब चाहिँ घर फर्किँदैछौँ फिदिम बाइक छ हाम्रो पछाडि रोड यस्तो है खरा आइपुग्यो है तपाईँको ताप्लेजुङ पाथिपाराबाट चाहिँ अहिले अब यहाँ निनीहरूकोमा बसेर भोलि चाहिँ सिक्किमतर्फ लाग्ने दिक्कु निनीहरूकोमा बसेर दिक्कु दिनीहरूकोमा बसेर चाहिँ भोलि सिक्किमतर्फ लाग्ने है अहिले चाहिँ हामी आज चाहिँ हामी निस्केको नेपालबाट है अब चाहिँ नाम्चीतर्फ गएको है अब चाहिँ हामी घर हिँड्नु आँटेको नेपालबाट चाहिँ र बिना सबै रेडी भइसक्यो राइडिङ ज्याकेटहरू पनि है बाइक स्टार्ट गरिरहेको छ ल डाइरेक्ट अब चाहिँ मेरो पनि पुरा फुल भयो कि स्टोरेज अब चाहिँ डाइरेक्ट हामी बाटोमा कम्ती मात्रै हाल्छु आज चाहिँ अनि डाइरेक्ट घरमा मात्रै पुगेर तपाईँहरूसँग भेट्छु है ल रेडी भइसकेको छ पारी हिमाल है हामी जो चाहिँ त्यो पारी गएको रहेछौँ यो चाहिँ राइडिङ ज्याकेटहरू यहाँ सुक्दैछ पुरा शीत परेको थियो नि त आइस थियो बिहान त बाइक है अहिले चाहिँ घाम लागेर सबै बिलेर झरेर पुसपास पारेर अब चाहिँ हिँड्नु आँटेको हामी यो बाटो जानुपर्छ है माथि कन्यामहरू हुँदै ल बाटोमा भेटौँ कि नभए डाइरेक्ट घरमा भेटौँ है मेरो चाहिँ स्टोरेज फुल भएछ त्यही कारणले गर्दाखेरि चाहिँ बिनाको बाइकले चाहिँ कुखुरा खिचायो है ओती रहेछ कस्तो खालके है बिनाले चाहिँ अगाडि पछाडिको चक्काले पेली पठाएको कुखुरा है अब पेमेन्ट गर्न जाँदैछौँ हामी चाहिँ पेमेन्ट गर्नु यहाँ चाहिँ कुचाइ पठायो नि टर्निङबाट फुत्तै आउँदाखेरि चाहिँ यहाँ दिदीको कुखुरा चाहिँ प्याचक्कै बारी पठायो ठुलो अल्गी दिदीको कुखुरा चाहिँ इन्डियनको 200 दिन्छौँ ल तपाईँहरूकोमा यहाँ उयो हुन्छ होला नि ब्याङ्किङ हुन्छ चल्छ होला नि है यहाँ चल्छ होला नि तपाईँहरूकोमा बिचरा हामीलाई पो पाप लाग्यो यस्तो निस्केछ नि त अन्त कुखुरा पेलेर अब चाहिँ हामी हिँडेको यहाँ पेमेन्टहरू सबै भइसक्यो है अब चाहिँ डाइरेक्ट घर यता अब यहाँबाट चाहिँ घर जाँदैछौँ हामी है अहिले चाहिँ हामी माई खोला आइपुग्यौँ है घर फर्किँदैछौँ बिनाको चाहिँ किवी प्याक भइरहेको छ र मलाई पनि आन्टीले दिनुभएको छ है ब्यागभित्रै छ मेरो पनि र माई खोला आइपुग्यौँ हामी चाहिँ अहिले यहाँ चिया खाने जग्गामा आइपुग्यो अब है बिना चाहिँ आउँदैछ उपरबाट ल चिया खाइकन जाउँ ल चिया खाइकन जाउँ है चिया खाइकन जाउँ है किन उसु चाहिँ ग्लासभरि लागेर मोडेर ल्याइपुऱ्यायो यहाँ डाँडासम्म कम त खुसी लागेन उज्यालो त्यही त म त बिस्तारै हिँड्दैछु यो मान्छे छैन पछाडि हो पुरा हबीले यही गरिदिन्छ नि त यो ग्लासमा कस्तो लाग्छ एकछिन ब्रेक रोकेको छौँ है हेर्न सक्नुहुन्छ तपाईँले भ्यू
वाउ तर एकदमै चिसो हात कक्रिने अच्छु बिनै अब पुल बजारको बाटो जाँदैछौँ हामी चाहिँ छु म चाहिँ अहिले घर आइपुगेँ है बल्ल बल्ल है हामीलाई चाहिँ उतादेखि नभनेको 7 आवर्स जस्तो लागेछ है उताबाट आउनु अनि भर्खर घर आइपुगेँ जोर थाक्यो है अब चाहिँ खानासाना खाएर सुत्नुपर्छ है अनि यो ब्लग चाहिँ यति नै सम्म है हस् त नेक्स्ट ब्लगमा भेटौँ